छ कम्पनी घाटामा जान्छ कि हो तेल कति महँगो छ हैदराबाद कि के रे यता किन त्यताबाट नजिक पर्छ ए ल बस्नु साँखुतिर त हुँदैन नि बहिनी मलाई घाटा लाग्छ नि तेल धेरै खान्छ पक्न है ओ यतैबाट देखाइरहेको रहेछ ओहो पैसा कति थियो मैले त हेरेन हो बहिनी पैसा कति थियो 125 ओहो कम्पनी घाटामा जान्छ कि हो भने 125 कतिमा लोकेसन नै यहीँ देखाइरहेछ बहिनी 8 किलोमिटर जति रहेछ त अनि जाब हो 8 किलोमिटर जाब हो र बहिनी ए बहिनी तेल कति महँगो छ गाडीको त अनि थुप्रो मान्छे बस्छ नि त बहिनी बाइकमा त एउटा भन्दा राख्न दिँदैन ट्राफिकले सिट हानिहाल्छ भने बहिनीको घर कता पर्यो हजुर हजुर कुन ठाउँमा नुवाकोट बटर बजार कहाँनिर भन्नु त हावाघरमा किन थाहा नहुनु कहाँको तपाईँको पुर्खौली कहाँ हो भोजपुरबाट त्यहाँ पुगेको ए के थरी हो तपाईँ चाहिँ हजुर मम्मी तामाङ के तामाङ हो मम्मी ए मेरै दिदीहरू परेछ मामा भन्नु मामा हो भने म दोङ हो क्या दोङ के थरी राई हो बुवा चाहिँ चाम्लिङ राई ए बटर हावाघरतिर हो ए त्यहाँ हावाघरको छेउमै ए गाउँले नै परेछ यतिखेर त जाडोमा पनि हुप्प हुन्छ कि त्यहाँ के भन्छ त्यो टुवाली लाग्छ कि बादल लाग्ने के बादल हो त्यो ठाउँ त अचम्मको छ भने हो यता चाहिँ बसेको त हो ए नुवाकोटहरू कुनै छ कि हजुर त नुवाकोटहरू कुनै छ भाइ गाउँलेहरू भेट्न थालेको त अस्ति कि कहिले पनि एउटा नेवार बहिनी म पनि पढेको त अनि फेल भएर बसेको जापानिज ए जापानिज होइन कोरियन अस्ति न अनि मेनुमा दिएको त मैले इन्स्टिट्युटको सबभन्दा ठुलो म हो क्या अनि भाइ बहिनीहरू सबै त्यो छ मिनिङहरू कहाँबाट जाँदा छिटो हुन्छ बहिनी सर्टकट देखाउनु त माथितिरबाट देखाइरहेको भद्रवास त यता के अरे खोला माथि नै हो कि यतैतिरबाट छोड्या जस्तो लाग्यो मलाई यो जाने ठाउँ कोठा खोज्ने मान्छेहरूले भन्छ काठमाडौँ खाली भयो अरे कहाँको खाली हुन्छ काठमाडौँ यहाँ कोठा खोजेर हेर्नु न कतिको खाली भएको छ कि छैन त्यहाँ बुझ्यो हो भने मान्छेहरूले पहिला बुकिङ गरेर राखिदिन्छ तपाईँ के मेडिकल लाइनमा रे के गर्ने भने बहिनी खोइ त गरी खाने बाटो खोइ दिनभरि यतिको चर्को घाममा यसरी काम गऱ्यो है अनि बेलुकी अनि 1000 रुपियाँ जोगिन गाह्रो छ के गर्ने भने बहिनी त्यही त भने है त्यही त भने है बहिनी कता बहिनी यहाँबाट कि माथिबाट
यो बहिनीले अघि नै छोडिसक्यो त्यो यहाँबाट हो यो बिपी चोक भन्छ यसलाई बिपी चोक भन्छ यहाँबाट हो यहाँबाट पनि छ बाटो त छ नि त माथि पुलिस हो कि होइन आर्मी ब्यारिक हो त्यो ए के छ हो यता तपाईँको आज यता कति च्याप्टर पुग्यो च्याप्टर कति पुग्यो के बेसिकमा बेसिक भन्नाले अब ग्रामर सुरु भयो ग्रामर सुरु हुँदैछ यहाँ बहिनी यो ग्रामर सुरु भएर ग्रामरहरू सेन्टेन्स बनाउने सम्बन्ध मलाई त सजिलो एकदम सजिलो भएको है जब तपाईँको ग्रामर जोडेर तपाईँको सेन्टेन्स बनाउनु सुरु हुन्छ नि एउटै अर्थले एउटै शब्दले 3-4वटा अर्थ दिन्छ नि त्यसपछि पो यहाँ दिमाग खराब छ फेरि अर्कै अर्थ हुन्छ हो त्यो त्यसपछि चाहिँ दिमाग खलबलिन्छ क्या त्यसपछि चाहिँ दिमाग खलबलिन्छ क्या नभए त तपाईँको त्यो ग्रामर जोड्नेसम्म त सजिलो हो नि तपाईँको पछि सजिलो लाग्थ्यो जान्छु खान्छु आउँछु भन्नेहरू चाहिँ तपाईँको सेन्टेन्स जोडेर ग्रामरबाट घुमाउने अनि एउटै अर्थबाट 3-4वटा शब्द बन्ने अनि त्यसपछि चाहिँ दिमाग खलबलिन्छ क्या अनि त्यसपछि चाहिँ गाह्रो हुन्छ क्या त्यही माथि म फेरि 2 क्लास पढेको मान्छे पढ्यो अनि त ग्रामर त कहाँ नेपाली ग्रामर त थाहा छैन मलाई अनि कहाँको त्यो कहीँले नसुनेको भाषाको अनि ग्रामर मलाई कहाँ थाहा हुन्छ तर पनि बुढो दिमाग त खियाएर पढेको हो पढ्न त है बहिनी पढ्न त पढेको तर के गर्नु कहाँ के मिलेन दुईवटा फ्याक्टर मिल्न त बहिनी मलाई त त्यो लास्टमा त्यो इन गर्ने बेलामा त आमामा लु 40 का 40 हो त मैले त पुरा कम्फर्टेबलका साथ इन गरेको नि त लोकेसन करेक्ट छ नि लोकेसन एकदम करेक्ट छ नि ए ल कता हो यतापट्टि यता तल हो पाउनु है तल हो कि माथि होइन यहाँ खोइ कहाँबाट आएको कता यता ए के तपाईँ त कस्तो राइनी जस्तो पनि नदेख्ने त नि हो नेवार जस्तै देख्छ भने तामाङ जस्तो पनि अलि छुँदैन यार मिसकटले त झन् कि राई छुनुपर्ने कि तामाङ ए हुन्छ राई पनि छुनुपर्ने हुनु त अब दुइटै थेप्चे रहेछ राई बचाउँदैन त अनि हो त ना तामाङ भन्न मिल्छ हो ए को बस्नुहुन्छ नि यता को बस्नुहुन्छ ए हजुरआमा पनि हुनुहुन्छ है ए बुवाबटीको ए ए राइट ल कतिखेर फर्किनु पऱ्यो ए अच्छा यही हो घरमा बाटो चिन्ने रहेछ त ठिकै भयो ए अर्को है फेरि कत्रो ठुलो पैसा 125 को लागि अब मसँग पैसा छ कि छैन फेरि 125 भनेपछि त किन्छै त पैसै दिनु पर्यो 25 रुपियाँ छ है 300 400 हस् हजुर कति छिटो हिँड्नु भएको ल आउनु कुन ठाउँमा हो हजुर लु बस्नु नचिमार्नु है म त अघि हो कि जस्तो लाग्थ्यो फेरि हो कि होइन भनेर नि फेरि म त फेरि लोकेसन पनि उताबाट पछाडिबाट घुमाइदिएको छु क्या पठाउलालाई मात्रै गाह्रो भनेको
यो गाडी ड्राइभरवालालाई पनि साह्रो छ। घर कहाँ हो बहिनी? यहीँ हो? ए शेर्पा हो तपाईँ? के त अनि ए अघि नाम श्रेष्ठ रहेछ, मैले त शेर्पा होला भनेको नि। ए सामान्य कि फोहोरको डल्लो हो पनि? यो मान्छेहरू त अपराधी छ नि बहिनी, मान्छेहरू त पापी छ नि हो भने कि सामान्य हुनुपर्छ कसैको कि भयो फोहोर हो, फोहोरको डल्लो हो त्यो। कति ठाउँमा त्यसरी फोहोरहरू फालिरहेको हुन्छ। मैले भिडियो खिच्दैछु है बहिनी। हजुर हजुर ट्राफिकहरू पनि घुम्दै थिएँ। हजुर ब्लग अलिअलि बनाउँछु बहिनी। हजुर दिनभरि खिच्छु, दिनभरि खिच्ने अनि बेलुका गएर यसो छान्ने क्या कुन राख्ने कुन नराख्ने भनेर छ। रारा मोटो ब्लग वान MOT हो मोटो ब्लग 1 छ है। वहाँ स्पेस नदिकन कन्टिन्यू कन्टिन्यू है, स्पेस नदिकन ल। सब्सक्राइब गरिदिनु त बहिनी ल, एउटा सब्सक्राइब बढाइदिनु सक्यो भने त अलिक धेरै पनि बढाउनु न ल ल ल ल ल ल ल ल म आश गरेँ है बहिनी। कन्ठ भयो नि, कन्ठ भयो नि। हो कन्टिन्यू है, स्पेस नदिकन है। प्रोफाइल छ, प्रोफाइलको मेरो फोटोमा पनि मैले त्यो रारा मोटो ब्लग किप सपोर्टिङ सब्सक्राइब भनेर त्यो गोलो तालबाट राखेको छु। यहीँ चोकमा हो। मामाहरू पछि आउँदै थियो, यो मोबाइल राख्यो भनेर के गर्छ कि गर्दैन होला। घर मलाई कन्टेन्ट बन्छ नि झन्, क्यामेरा नै राख्ने हो। हो टाइटलमा चाहिँ है ल बहिनी, त्यो सब्सक्राइब गरिदिनु ल। रारा मोटु ब्लग पाउनु, म तपाईँको प्रोफाइल देखाइदिन्छु। ल है त बहिनी, त्यो सब्सक्राइब गरिदिनु है। हस् सन सिटी ल बस्नु बहिनी, घामले डऱ्यो। कता यताबाट छिर्ने हो? यताबाट छिर्नु पर्ला है। मिल्छ बस्नु बहिनी। कहाँबाट अलिक नजिक पर्छ तपाईँ? होइन तपाईँको विचारमा ए ल त्यसो भए त्यतैबाट जाउँ है त। खै लोकेसन त फिरै देखाउँछ। बाटै छैन रे। छ यसरी बाटो जाम गर्छ क्या यिनीहरूले, मन लाग्दो छ यिनीहरूलाई। बाख्रा हाल्दैछ फेरि यसरी मान्छे हाल्ने क्या। म पनि खसी बाख्रा सबै हाल्ने रहेछ। तपाईँहरू उताबाट यता सर्नु भएको छ, हामी त यहीँको उताको उतै हुने पो। सकेन बहिनी। भाग्यले साथ दियो भने के थाहा होइन, मान्छेको भाग्य कतिखेर चम्किन्छ थाहा हुँदैन। अस्ति सुन हरायो भनेर घुवा रुने त अहिले टिकटकबाट करोडौँ कमाइरहेको छ रे है बहिनी। थाहा हुँदैन रहेछ बहिनी। हो भाग्यलाई त्यही भएर हो रहेछ बहिनी। हो त्यही भएर ढुक्कैसँग बसेको, खै त्यो दिन कहिले आउँदैन भने पर्खेको छु बहिनी। के गर्ने है बहिनी, आउँ लाग्यो भने आशा त छु। आज पो हुँदैछ ल, बधाई छ बहिनी। आज तपाईँको त्यो जब सिलेक्ट भएको छ। हजुर ए ल बहिनी, बधाई छ तपाईँलाई। धेरै हुँदैन बहिनी, धैर्य त चाहिँ हुनुपर्छ है मान्छे भएपछि। धैर्य त चाहिँ एकदमै चाहिने रहेछ। हो
आज त फेरि मौसम पनि कस्तो राम्रो छ क्या चर्को घाम तर अलि खोल्ला छ नि त बहिनी यस्तो पारी डाँडातिरै छर्लङ्गा देखिरहेछ नभए त देख्दैन थियो तर घाम चाहिँ अति चर्केछ क्या कहिलेकाहीँ त 2-3 दाइ नै लागेछ कि के हो जस्तो लाग्छ भने घाम पनि हो अस्ति एउटा पठाउ राइडरको त हाततिर त छालै गएको रहेछ बहिनी घामले पोलेर हो त्यही भएर म पनि छिटो यो लिएर लाग्यो नि फुल लुगाले तानी बहिनी पसिना निस्केर पोलेर के गर्नु र जे गर्दा पनि नहुने भने हुँदैन लकडाउनको बेलामा रात दिन सुतेर बस्न त कम त गाह्रो भयो मान्छेलाई त जे गर्दा पनि नहुँदैछ भन्न त भन्थ्यो बुढापाखाले यो जिब्रो र यो जिउ छ नि यो जिउलाई जति सुख दियो त्यति सुख खोज्छ रे यो जिब्रो पनि त्यस्तै रे क्या बहिनी जति मिठो खाएछ नि झन्नै मिठो खोज्छ रे भन्थ्यो हो जस्तो पनि लाग्छ त्यही हो छैन बहिनी छैन पहिला 6-7 घन्टा 10-12 घन्टा भारी बोकेर हिँडे जिउ यही हो अहिले हो मोटरसाइकल हुँदा तरकारी किन्न जाँदा पनि हिँडेर जानु मन लाग्दैन हो बाइकले त जानु मन लाग्छ त्यस्तो बानी बिग्रेछ क्या मान्छेहरूको अहिले हो म त्यो कुराहरू चाहिँ अनुभव गरिरहेको छु क्या बहिनी पहिला बहिनी 12-13 घन्टा भारी बोकेर हिँड्थ्यो सक्थ्यो पनि अहिले त तपाईँको तरकारी किन्न बेलुका तरकारी किन्न जाँदा पनि मनै लाग्दैन भने बाइक बरु भित्रबाट बाहिर काटाकुट गरेर निकालेर गइन्छ त्यो हिँडेर जान मन लाग्दैन यतै हो हुन्छ बहिनी ए स्कुलमा के चोक भन्छ बहिनी यसलाई चाहिँ ए काली मन्दिर तपाईँको 140 भएको छ बहिनी हस् बहिनी